है उहाँको दुईजनाको घर चाहिँ ठ्याक्कै रोल्पा भनेपछि अहिले हाम्रो दाजु त एकदमै जुम्लादेखि यता होइन ए रोल्पादेखि उता है जुम्ला पश्चिम अघि नै भन्नुपर्ने हजुरले मलाई मैले अहिले भर्खर बुझेँ है मैले सानो एउटा भिडियो बनाएको है यहाँ हजुर अनि अब अहिले त तपाईँ तन्दुरुस्ती हुनुभयो है तन्दुरुस्ती छु अहिले त ल धेरै धेरै धन्यवाद हजुरलाई है हजुर तपाईलाई पनि तपाईँले चाहिँ धेरै यो स्वास्थ्यको विषयमा तपाईँले बुझ्नुभयो ख्याल गर्नुभयो होइन हजुर सुरुमा त्यो कुरा ख्याल भएन होइन थाहा भएन नत्र भने कहाँ कसैलाई पनि बिमारी हुनु मन लाग्दैन नि होइन हजुर तर लागिसकेपछि फेरि बाँच्नु अथवा बस्नु अथवा जुन हाम्रो स्वास्थ्यलाई फलो गर्नु चाहिँ निकै गाह्रो हुन्छ हजुर हजुर त्यो भएको कारणले तपाईँ अब ठिक भइसक्नुभयो अब कुनै चिन्ता लिनु पर्दैन हजुर चिन्ता लागेको छैन अहिले अब हजुरको 2-3 महिना भयो अब मेरो त्यो अब डायलिसिस रोक्यो एक्सर्साइज यताउति घुमफिर मर्निङ वाक गर्दैछु मलाई पनि आफ्नै मनमा फिलिङ भइरहेछ कि मलाई सन्चो भइरहेछ हो भन्ने आशा गर्दैछु हामीले जस्तो सोच्छौँ त्यस्तै परिणाम आउँछ हजुर हो त्यो चाहिँ प्रबन्ध भनेको चाहिँ एउटा युनिभर्सिटी है हजुर युनिभर्सिटीदेखि नै सबै कुरा हामीलाई खटाएर दिनुहुन्छ क्या उपरवालाले त्यसलाई चाहिँ युनिभर्सिटी भन्छ हजुर हामीले जहिले पनि गरिबको गरिब सोध्छौँ भने कहिले पनि जिन्दगीमा सुख पाउँदैन हजुर है अनि म चाहिँ बिमारी छु भनेर होइन जहिले पनि मनमा चिन्ता होइन गऱ्यो भने त्यो सज्जन मान्छे पनि बिमारी हुन्छ है यो कुरा सबैले हामीले ख्याल गर्नुपर्छ आज तपाईँ हामी यहाँ स्वयं बसेर चाहिँ मैले यो कुरा गरेँ है तर हामी बिमारी मान्छे पनि मेरो शरीरमा केही पनि रोग छैन है मलाई केही भएकै छैन भनेर यो कुरा गर्दै गयौँ भने आफै ठिक भएर आउँछ है भनेपछि धेरै संसारमा धेरै खालको हामीले कर्म धर्म गर्छौँ होइन कसैले हिन्दू धर्म मान्छौँ कसैले क्रिस्चियन धर्म मान्छौँ होइन कसैले बुद्धिस्ट धर्म मान्छौँ फेरि हामी राई जातिले त हाम्रो त फेरि होइन किराँत धर्म भन्छ हाम्रो है हाम्रो त्यो खालको पनि छ होइन तर प्रायः सबै चाहिँ त्यो हिन्दूमै गाभेर बसिएर एउटा विधि विधान गरेको छौँ होइन यो के हो यो धरती है यो धरती अनि आकाश हाम्रो शरीर माटो पानी हावा है आगो यो सबै मिलाएर हिन्दू धर्मको शास्त्रदेखि 5 तत्त्व भन्छ पञ्चतत्त्व भन्छ के पञ्चतत्त्व भन्छ होइन अनि बुद्धिस्ट धर्मले चाहिँ 8औं तत्त्वले बनेको हाम्रो शरीर भन्छ बुद्धले चाहिँ हजुर संसारमा सबैभन्दा होइन बुद्धिमानी हिंसा हत्या नगर्ने होइन चोरी डकैती नगर्ने यदि इच्छा लाग्ने व्यक्ति चाहिँ आफूमा इच्छा छ भने चाहिँ बुद्धिस्ट धर्म लिनुपर्छ बुद्धले के भनेको छ भन्दाखेरि चाहिँ हामी कर्म धर्म गर्दै गइसकेपछि होइन अनन्त जीवन पाउँछ अरे अनन्त भनेको चाहिँ त्यो गनेर साध्यै छैन अनन्त जीवन भनेको चाहिँ मर्दैन पनि जन्म पनि लिँदैन दलाई लामाले 7 जुनी फेरेको भनेर भनेको थियो हामीले सबैले सुनेकै हुन्छौँ है ऊ 7औं जुनी पछाडि चाहिँ यो जन्म पनि लिँदैन मर्दैन ऊ जन्म लिँदैन अब भनेपछि चाहिँ त्यो हो वास्तवमा गर्नुपर्ने हजुर त्यस कारणले हजुर
त्यो भएको कारणले अब हामी जहाँ जहाँ आफूलाई सोच हुन्छ हजुर जहाँ जहाँदेखि जसरी आफ्नो इच्छा लाग्छ होइन त्यो गर्दाखेरि कसैले रोकथोक गर्दैन होइन किन भन्दा यो हिन्दूबाट पनि काटमार गर भनेको त छैन होइन